लिम्बूको चाहिँ लिम्बुवान छ, खम्बुको खम्बुवान छ, नेवारको नेपाल मण्डल छ, मगरको मगरहाट छ। यो क्षेत्री बाहुन भन्नेको चाहिँ कहाँ रहेछ मलाई केही पनि थाहा भएन भन्ने मैले सुने। अब कस्तो अल्पज्ञान भने नि। अब हाम्रो चाहिँ अब लिम्बूको लिम्बुवान छ त्यो कुरा हो, खम्बुको खम्बुवान छ, नेपाल मण्डल भनेको यही हो त्यो पनि छ, मगरको मगरहाट पनि छ त्यो पनि हो। तर खस भन्ने जसलाई क्षेत्री बाहुन हामीले भन्यौँ भने ट्याक्कै कर्णाली प्रदेश छैन त, आफ्नै भूगोल छैन उनीहरूको, आफ्नै भाषा धर्म संस्कृति के मात्रै छैन त त्यहाँ। यो जम्मै मिलेर नेपाल राष्ट्र बनेको हो नि त। यो जम्मैको सम्मिलन र सम्मिश्रणबाट यो राष्ट्र बनेको छ। यसमा सबैको हिस्सेदारी छ, यसमा विभेद होला अरू कुराहरू होला नि, त्यसमा डिबेट गर्न सकियो। तर यो जम्मैको समष्टि चाहिँ यो राष्ट्र हो, हामीलाई त्यो पनि थाहा छैन। हामीलाई इतिहास भनेर चाहिँ पृथ्वीनारायण शाहले विजय गरेदेखि यताको इतिहास मात्रै पढाइयो। इतिहास भनेको त्यही हो भन्ने पर्यो। वास्तव इतिहास भन्ने चाहिँ प्राचीन रहेछ। त्यो प्राचीन अन्तर्गत चाहिँ यो समाज कसरी बन्यो, यी जात जातिहरू कहाँबाट आए, यो भूगोल कसरी बन्यो भन्ने कुरा चाहिँ प्राचीनले बताउँदो रहेछ। त्यो पढेकै छैन। पृथ्वीनारायण शाह, रामशाहका सुधार, जयस्थिति मल्लका सुधार, जङ्गबहादुरका सुधार, कोत पर्व, भण्डारखाल पर्व भनेपछि इतिहास भइगयो। त्यो मात्रै पढेर हामी अगाडि बढ्यौँ। त्यसकारण अब हाम्रो यो बाबुराम आचार्यको कुरा गर्दाखेरि चाहिँ उहाँ वास्तवमा दृष्टिविहीन हुनुहुन्थ्यो। दृष्टिविहीन हुँदाहुँदै उहाँले इतिहासका अनेकौँ ग्रन्थहरू चाहिँ रचना गर्नुभयो। अब अहिले मैले यी सोधेँ भने पनि शाक्य भनेको छ नि गौतम बुद्धको ओरिजिनलाई, होइन शाक्य भनेर मात्रै हामीलाई सिकाएको छ। यिनीहरू कुन ओरिजिनका भनेर मैले कसैलाई सोधेँ भने मलाई लाग्छ एकजनाले पनि भन्नु सक्दैन होला। जस्तो बाबुराम आचार्यको हामी अहिले कुरा गरिरहेको छौँ। बाबुराम आचार्य नेपालको सांस्कृतिक इतिहास भन्ने एउटा किताब छ। त्यो सांस्कृतिक इतिहास भन्नेमा जुन अहिले मैले कुरा भने यो सब कुराहरू त्यहाँ व्याख्यामा परेका छन्। 2082 साल फागुन 29 गते भोलि चाहिँ इतिहास शिरोमणि बाबुराम आचार्यको 139औँ जन्म जयन्ती पर्दछ। त्यो जन्म जयन्तीमा झन्डै 1.5 दशकदेखि हामीले नेपाल प्रज्ञा प्रतिष्ठान लगायतका स्थानमा हामीले कार्यक्रमहरू गर्ने गरेका थियौँ। अनि त्यही सिलसिलामा भोलि पनि नेपाल एकाडेमीमा प्रज्ञा प्रतिष्ठानमा 139औँ जन्म जयन्ती कार्यक्रम गर्दैछौँ। अब इतिहास शिरोमणि बाबुराम आचार्यको बारेमा एउटा यहाँहरू जस्तो इन्टेलेक्चुअलहरूलाई जानकारी छ नै। अब एउटा बौद्धिक वर्ग नेपालको इतिहासलाई चाहिँ आँखा चिम्लेर पनि, आँखा नदेख्ने अवस्थामा पनि तपाईँको चाहिँ लेख्ने एउटा बौद्धिक व्यक्तित्व हुनुहुन्छ। साहित्य लगायतका कुराहरूमा उहाँहरूको योगदान नेपालका लागि धेरै छ भन्ने कुरा हामीले पढेका छौँ, सुनेका छौँ। अनि त्यही विषयमा चाहिँ एउटा इन्टेलेक्चुअल कार्यक्रम गर्दैछौँ प्रज्ञा प्रतिष्ठानमा। हाम्रो कुलपति भूपाल राईको प्रमुखत्वमा हामीले माननीय मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूलाई चाहिँ हाम्रो सिन्हालाई चाहिँ भनेका थियौँ। उहाँले चाहिँ अब अहिले सरकारको परिवर्तनका कारणले गर्दाखेरि उहाँ उपस्थित हुन नसक्ने उहाँले चाहिँ मन्त्रालयबाट जानकारी दिनुभयो। त्यो जानकारी दिएका कारणले कुलपति भूपाल राईज्यूले नै यो कार्यक्रमको चाहिँ तपाईँको प्रमुखत्व गरिदिनुहुन्छ। र हाम्रो यस संस्थाको इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष आदरणीय व्यक्तित्व प्राध्यापक डाक्टर त्रिरत्न मानन्दर दाईको पनि स्वास्थ्य लाभको कामना पनि हामी गर्छौँ। उहाँ अहिले रेस्टमा हुनुहुन्छ। अनि हामीले संस्थापक अध्यक्ष हाम्रो चाहिँ लाई पनि सम्झिन चाहन्छौँ। उहाँको पनि योगदान छ। भोलिको कार्यक्रमको अध्यक्षता चाहिँ हाम्रो प्रोफेसर डाक्टर सुरेन्द्र केसी उहाँले गर्नुहुनेछ। अब यसलाई चाहिँ के छ भने उहाँको भनाइ, हाम्रो कार्यसमितिको भनाइ के हो भने अब ओझेलमा पर्नुभएको व्यक्तित्वलाई चाहिँ एउटा नेपाली समाजले चिन्नु पऱ्यो र नेपालमा तपाईँको के छ भने अहिले जुन एउटा अलिकति काम गर्नेलाई चाहिँ एउटा इन्करेज गर्नलाई चाहिँ अगाडि बढ्ने खालको एउटा चाहिँ प्रेरणाको स्रोत उहाँ बन्न सक्नुहोस्, त्यसका लागि हामी चाहिँ प्रयासरत छौँ। अब यस विषयमा चाहिँ थप कुराकानी हाम्रो आदरणीय उहाँ इतिहासकार लगायतका उहाँ चाहिँ यो विषयको विज्ञ पनि हुन्छ आदरणीय प्रोफेसर डाक्टर सुरेन्द्र केसी यस संस्थाको उपाध्यक्षलाई दिन्छु। धन्यवाद, नमस्कार। अब अहिलेको पिँढीलाई चाहिँ यो हाम्रा कतिपय पूर्वजहरू जसले यो राष्ट्र निर्माणदेखि यसको लेखन, यसको साहित्य, यसको इतिहास, यसको भाषा धर्म संस्कृति जसरी अहिले यो ठाउँमा आइपुगेको छ त्यो कति कष्टसाध्य प्रक्रियाबाट यहाँसम्म आइपुगेको हो भन्ने गरिमा चाहिँ
एउटा अविस्मरणीय नेपाली समाजका पाटा र पक्षहरू हुन्। ती जम्मै कुराहरू हाम्रो मानसपटलमा रह्यो भने हामीलाई नै राम्रो हुन्छ। किनभने एकजना साथी थिए हाम्रा, लन्डन पढ्न गइसकेपछि फोरेस्ट्रीका थिए। उनी चाहिँ तिम्रो देशको डाइभर्सिटीको बारेमा तिमीलाई के थाहा छ भनेर दुई शब्द तिमी डाइभर्सिटीको बारेमा भन्न सक्छौ त भनेर भनेछन् प्रोफेसरले। वास्तवमा उहाँलाई डाइभर्सिटीको कन्सेप्टै रहेनछ। त्यसकारण अब हाम्रो डाइभर्सिटी के छ त, हाम्रो बायोडाइभर्सिटी के छ, ह्युमन डाइभर्सिटी के छ, अरू डाइभर्सिटीहरू के छन् त। जस्तो हाम्रो यहाँ चाहिँ के भनिन्छ भने नेपाल चाहिँ स्विजरल्यान्ड जस्तो छ भनिन्छ क्या। मलाई पनि लामो समय हो जस्तै लाग्थ्यो। नेपाल स्विजरल्यान्ड जस्तो छ, नेपाललाई स्विजरल्यान्ड जस्तो बनाउने यस्तो भन्थे नेताहरू। हो कि जस्तो लाग्यो मलाई पनि। अनि म स्विजरल्यान्ड पुगेँ एक दिन। स्विजरल्यान्ड पुगिसकेपछि त नेपाललाई स्विजरल्यान्डसँग तुलना गर्नुपर्ने केही स्थिति नै रहेनछ क्या। किनभने हाम्रो चाहिँ मल्टिलिनियर बोटनी हो हाम्रो यहाँको, त्यहाँको चाहिँ सिङ्गल लिनियर चाहिँ बोटनी रहेछ क्या त्यो स्विजरल्यान्डको। भन्नाले हाम्रो चाहिँ एउटै जङ्गलमा विभिन्न किसिमका बोट बिरुवाहरू छन्। हाम्रा बाङ्गाटिङ्गा बलिया जो हाम्रो जङ्गलको बारेमा हामीलाई थाहा छ। त्यहाँ चाहिँ टिङ्रिङ्ग एक खालको मात्रै सिङ्गल लिनियर भनेको चाहिँ त्यो हुँदो रहेछ। त्यसपछि पहाड पनि हाम्रो त कत्रो कत्रो पहाड हुन्छ त। यहाँ खोलाको छङछङ आउने गति कस्तो छ त, स्विजरल्यान्डमा त्यस्तो केही पनि रहेनछ। अलमोस्ट सागर जस्तै रहेछ यहाँको खोलाहरू, अलिकति सुन्दर इत्यादि। अनि ओहो यिनीहरूले त यहाँ पनि ठगेका रहेछन् भन्ने लाग्यो मलाई। भने चाहिँ अब हाम्रो बायोडाइभर्सिटी थाहा हुनु पऱ्यो, हाम्रो भूगोल थाहा हुनु पऱ्यो, इथनिसिटी थाहा हुनु पऱ्यो। मैले अहिले एउटा त्यो सोसियल मिडियामा तपाईँहरूको आँखा परायो होला, एकजना राष्ट्रिय स्तरको कलाकार, उनले चाहिँ नेपाली समाजको बारेमा भन्दै रहेछन् क्या। अनि उनले चाहिँ एउटा हास्य जस्तो भाष्यमा लिम्बूको चाहिँ लिम्बुवान छ, खम्बुको खम्बुवान छ, नेवारको नेपाल मण्डल छ, मगरको मगरहाट छ। यो क्षेत्री बाहुन भन्नेको चाहिँ कहाँ रहेछ मलाई केही पनि थाहा भएन भन्ने मैले सुने। अब कस्तो अल्प ज्ञान भने नि। अब हाम्रो चाहिँ अब लिम्बूको लिम्बुवान छ त्यो कुरा हो, खम्बुको खम्बुवान छ, नेपाल मण्डल भनेको यही हो त्यो पनि छ, मगरको मगरहाट पनि छ त्यो पनि हो। तर खस भन्ने जसलाई क्षेत्री बाहुन हामीले भन्यौँ भने ट्याक्कै कर्णाली प्रदेश छैन त। आफ्नै भूगोल छैन उनीहरूको, आफ्नै भाषा धर्म संस्कृति के मात्रै छैन त त्यहाँ। यो जम्मै मिलेर नेपाल राष्ट्र बनेको हो नि त। यो जम्मैको सम्मिलन र सम्मिश्रणबाट यो राष्ट्र बनेको छ। यसमा सबैको हिस्सेदारी छ। यसमा विभेद होला, अरू कुराहरू होला नि, त्यसमा डिबेट गर्न सकियो। तर यो जम्मैको समष्टि चाहिँ यो राष्ट्र हो। हामीलाई त्यो पनि थाहा छैन। किनभने 47 साल अघिसम्म यसरी त ज्ञान दिने प्रणाली पनि थिएन हाम्रो यहाँ। जस्तो अघि हामीले भन्यौँ नि, जस्तो म चाहिँ इतिहासको विद्यार्थी, हामीलाई इतिहास भनेर चाहिँ पृथ्वीनारायण शाहले विजय गरेदेखि यताको इतिहास मात्रै पढाइयो। इतिहास भनेको त्यही हो भन्ने पर्यो। वास्तव इतिहास भन्ने चाहिँ प्राचीन रहेछ। त्यो प्राचीन अन्तर्गत चाहिँ यो समाज कसरी बन्यो, यी जात जातिहरू कहाँबाट आए, यो भूगोल कसरी बन्यो भन्ने कुरा चाहिँ प्राचीनले बताउँदो रहेछ। त्यो पढेकै छैन। जस्तो यो शाक्य सभ्यता भयो होइन, गौतम बुद्धको। त्यताबाट सीताको आमाहरूको, सीताको बुवाहरूको यो जनकपुरको सभ्यता भयो होइन, त्यो आर्य सभ्यता हो नि त। यो शाक्य सभ्यता भयो। अब अहिले मैले यी सोधेँ भने पनि शाक्य भनेको छ नि गौतम बुद्धको ओरिजिनलाई होइन, शाक्य भनेर मात्रै हामीलाई सिकाएको छ। यिनीहरू कुन ओरिजिनका भनेर मैले कसैलाई सोधेँ भने मलाई लाग्छ एकजनाले पनि भन्नु सक्दैन होला। यस्तो ज्ञान लिएर हिँडेका रहेछौँ क्या हामीहरू। कसैले थारू भन्छन्, कसैले छेत्री भन्छन्, कसैले यहाँ काठमाडौँका शाक्यहरू छैनन् तिनीहरू नै हुन् पनि भन्छन्। ल भन्नु, कसैले भन्नु सक्छ, ल भन्नु, कसैले भन्नु सक्छ त यहाँ बिए एमए नपढेको यहाँ कोही छैन होला। हो त्यस्तो ज्ञान लिएर हिँडेका रहेछौँ क्या हामीहरू। ओहो यो त भयङ्कर भएछ भन्ने लाग्यो। अहिले जस्तो बाबुराम आचार्यको हामी अहिले कुरा गरिरहेको छौँ। बाबुराम आचार्य नेपालको सांस्कृतिक इतिहास भन्ने एउटा किताब छ।
त्यो सांस्कृतिक इतिहास भन्नेमा जुन अहिले मैले कुरा भने यो सब कुराहरू त्यहाँ व्याख्यामा परेका छन् तर हामी त्यो किताबको नजिक पुगेकै छैनौँ जस्तो मैले होइन म सबभन्दा पढेको भएँ नि त इतिहासमा मैले नै त्यो देखेको थिएँ त किनभने हामीले आधुनिक मात्रै पढ्यौँ पृथ्वीनारायण शाह रामशाहका सुधार जयस्थिति मल्लका सुधार जङ्गबहादुरका सुधार कोत पर्व भण्डारखाल पर्व भनेपछि इतिहास भइगयो त्यो मात्रै पढेर हामी अगाडि बढ्यौँ त्यसकारण अब हाम्रो यो बाबुराम आचार्यको कुरा गर्दाखेरि चाहिँ उहाँ वास्तवमा दृष्टिविहीन हुनुहुन्थ्यो दृष्टिविहीन हुँदाहुँदै उहाँले इतिहासका अनेकौँ ग्रन्थहरू चाहिँ रचना गर्नुभयो वास्तवमा मैले देख्दाखेरि त्यो नै एउटा अध्ययनको विषय होला कि एउटा दृष्टिविहीन मान्छेले यस्तो मिहिन ढङ्गले इतिहासका चाहिँ पत्ताहरू कसरी केलायो होला त्यस्तो इतिहासको रचना कसरी गर्न सक्यो होला ठुल्ठुला विद्वानहरू चाहिँ के भन्छन् भनेदेखि उहाँले जे जति भनेको हुन्छ त्यो कहीँ फरक पर्दैन अरे क्या भनेपछि यो त आफैमा अध्ययनको विषय हो नि त दृष्टिविहीन मान्छेले के होला त त्यो बिल्कुल दृष्टिविहीन मान्छे त त्यो मान्छेले नेपालको इतिहास लेखनमा जुन योगदान छोडेर गएको छ त्यो ज्ञान चाहिँ आजको पिँढीलाई जोड्नुपर्छ भन्ने अभिप्रायबाट हामी लामो समयदेखि यो प्रयासमा लागेका छौँ यो सरकारी स्तरको प्रयास होइन यो निजी स्तरको प्रयासै हो उहाँका अब छोरीहरू एक दुईवटी छोरीहरू चाहिँ यसमा अलिकति जागरुक हुनुहुन्छ त्यसमध्ये एउटा अघि आउनु भएको थियो यो पनि दुःख लाग्दो कुरा हो किनभने यो चिज त राज्यले गर्नु पर्यो नि त मान्छेले परिवारले यस्ता प्रतिभाहरूलाई संरक्षण दिएर साध्य हुने कुरा होइन नि त यसमा त राज्यले लगानी गर्नु पर्यो जस्तो अहिले यहाँ के छ भने थापाहरूको थापा प्रतिष्ठानले मगरहरूको मगर प्रतिष्ठानले आचार्यहरूको आचार्य प्रतिष्ठानले यसरी गइरहेछ यो विधि पनि ठिक छैन त्यो भएको हुनाले हामीले यो सन्देश पनि दिन खोजिरहेछौँ यो सूचना पनि दिन खोजिरहेछौँ यो ज्ञान पनि सेयर गर्न खोजिरहेछौँ र बाबुराम आचार्यबारे वाञ्छित हामीलाई एउटा इन्भल्भमेन्ट उनीसँगको आबद्धता उनका ज्ञानहरू ग्रहण गर्ने भोलिको पिँढीलाई हस्तान्तरण गर्ने र यो राज्यलाई चाहिँ अलिकति बौद्धिक दृष्टिकोणले धनधान्य बनाउने यो हो अभिप्राय चाहिँ त्यस क्रममा अब भोलि फेरि 139औं दिवस जयन्ती परेको छ बाबुराम आचार्यको र बाबुराम आचार्य स्मृति प्रतिष्ठानकै तत्त्वावधानमा नेपाल प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गरेर निकै अघिदेखि हामीले यो यस्तो किसिमको कार्यक्रम गरिआएका छौँ त्यस क्रममा आज चाहिँ मिडियाका साथीहरूसँग पनि जोडियौँ यो कुरालाई अलिकति सेयर गरौँ भन्ने हिसाबले तपाईहरुलाई पनि हामीले आज दुःख दिएका छौँ र भोलि सबै आइदिनु होला त्यहाँको शोभा बढाइदिनु होला त्यहाँका कार्यक्रम कुराकानीहरूलाई चाहिँ सम्प्रेषण गरेर जनसमक्ष पुर्याइदिनु होला र यो यसलाई एउटा परम्पराको रूपमा विकास गर्न कडी बन्दिनु होला भन्ने चाहिँ हाम्रो अभिप्राय हो।